आज हामी एउटा निकै नै लोकप्रिय नेपाली टेलिश्रृङ्खला भुन्टीको 303औं भागमा अलिकति गहिरेर कुरा गर्दैछौँ। यो भागको संवादलाई हामीले पत्र केलाएर हेर्ने प्रयास गर्नेछौँ। हो, किनभने यो हेर्दा त सामान्य एउटा पारिवारिक कथा जस्तो लाग्छ, तर जब संवादलाई ध्यान दिएर सुन्छौँ नि, तब लाग्छ कि यो एउटा घरको कथा मात्रै हो र कि हाम्रो समाजको एउटा ऐना हो। एकदमै, यो प्रश्न नै सबैभन्दा महत्त्वपूर्ण हो। यो भागको सुन्दरता नै त्यही हो। एउटै छानामुनि कसरी फरक फरक संसार, फरक फरक कथाहरू चलिरहेका हुन्छन्। जस्तै अब हेर्नुस् न, एकातिर श्रीमान श्रीमतीको यस्तो चर्को झगडा छ, अर्कोतिर त्यही झगडामा घिउ थप्ने षड्यन्त्र बुनिरहेको छ। अनि यी सबैबाट बेखबर अरू पात्रहरू आफ्नै दुनियाँमा छन्। ठ्याक्कै, कोही आर्थिक सङ्घर्षमा, कोही भावनात्मक। आज हामी यही जेलिएको धागोलाई एक एक गरेर फुकाउने प्रयास गरौँ न त। ल, त्यसो भए सबैभन्दा चर्को र नाटकीय द्वन्द्वबाटै सुरु गरौँ। श्रिया र उनको श्रीमानको झगडा। कथा सुरु हुँदा नै श्रिया रिसले माइत जान्छु भनेर हिँडिसकेकी छिन्। हो, र यो सामान्य किचलो भन्दा धेरै गहिरो छ। यो आजको मात्रै कुरा होइन। होइन, पक्कै होइन। यो त लामो समयदेखि जम्मा हुँदै आएको असन्तुष्टि अनि त्यो उपेक्षाको विस्फोट हो। श्रीमानको व्यवहार हेर्दा के देखिन्छ भने उनी श्रीमतीभन्दा आफ्नो भाइ र बुहारीको पक्षमा बढी उभिएका छन्। उपेन्द्र र पुन्ठीको? हो, त्यसले श्रियालाई आफ्नै घरमा पराई भएको, आउटसाइडर भएको जस्तो महसुस गराएको छ। उनको रिस त्यही एक्लोपनाको उपज हो, र त्यो आगोमा घिउ थप्ने काम त उनकै बहिनीले गर्छिन्। सम्झाउन खोज्दा व्यक्तिगत भावना भन्दा पनि समाजको डर देखाउँछिन्। त्यो संवाद निकै मार्मिक छ नि। तिमीसँगै म गाउँ फर्केपछि गाउँका मान्छेले के भन्छन्, बाउआमाको इज्जत कहाँ जान्छ भन्छन्। यो सुन्दा मलाई के लाग्यो भने हाम्रो समाजमा जहिले पनि महिलाको दुःख भन्दा परिवारको त्यो तथाकथित इज्जत माथि हुँदो रहेछ भन्ने नै होला। तर उसले प्रयोग गरेको तरिकाले हाम्रो सामाजिक संरचनाको कमजोरी देखाउँछ। महिलालाई सधैँ समायोजन गर्न, चुप लाग्न, घर बचाउन सिकाइन्छ, चाहे त्यो घरभित्र उसको स्वाभिमान नै किन नबचोस्। अनि जब श्रिया घर फर्किन्छन्, अवस्था सुध्रिनुको सट्टा झन बिग्रिन्छ। हो नि, श्रीमानले गइक्या मान्छे किन फर्केर आएको भनेर जसरी सोध्छन्, त्यो त सम्बन्धमा संवाद कति मरिसकेको छ भन्ने प्रमाण हो। त्यहाँ माया छैन, सहानुभूति छैन। उनी समस्या समाधान गर्न खोजिरहेका छैनन्, बरु एक किसिमको शक्ति देखाएर मैले जिते भन्न खोजे जस्तो। बिल्कुल, यो एक किसिमको भावनात्मक हेरफेर पनि हो। श्रीमती घर फर्किनुलाई कमजोरीको रूपमा लिएर उसलाई झन होच्याउने प्रयास भइरहेको छ। अनि झगडालाई अर्को तहमा पुर्याउँछन् जब उनी श्रियाका आमा बुवालाई फोन गर्छन्। हो, सहर बोलाउँछन्। यो कदमलाई हामी दुई तरिकाले हेर्न सक्छौं। व्यवहारपन जस्तो लाग्यो। श्रियाले भनेको कुरा ठिकै होइन र घरको सानो सानो झगडा पनि बुवा आमालाई फोन गरिकन भन्न थाल्यौं भनेर। एकातिरबाट हो, उनले आफ्नो जिम्मेवारीबाट पन्छिएर समस्यालाई अरूको कानमा हालेको देखिन्छ। तर अर्को मनोवैज्ञानिक कोणबाट हेर्दा सायद उनी यो स्थितिलाई नियन्त्रण गर्न आफूलाई असक्षम महसुस गरिरहेका छन्। उनलाई थाहा छ कि उनीहरू बीचको संवादको बाटो बन्द भइसक्यो। भनेपछि बाहिरी मान्छे अझ ससुराली पक्षको हस्तक्षेप खोजिरहेका छन्। हो, ताकि उनीहरूले आफ्नी छोरीलाई सम्झाउन्। तर यसले श्रियालाई झन अपमानित महसुस गराउँछ। र यो सबैको बीचमा उनीहरूको छोरा जेम्स पिसिएको छ। हो, त्यो बच्चाको अवस्था साँच्चै ठिटलाग्दो छ। ऊ बाबासँग बस्न चाहन्छ, तर आमाले तानेर लैजान्छन्। यस्ता झगडाले बच्चाको मनमा कति गहिरो असर पार्छ होला। त्यो उनीहरूको प्राथमिकतामा नै छैन। उनीहरू आफ्नो इगोको लडाईँमा यति व्यस्त छन् कि बच्चाको भावनात्मक आवश्यकता गौण बनेको छ। एकछिनै मलाई एउटा कुराले निकै सोचमग्न बनायो। श्रिया आफै श्रीमानबाट उपेक्षित भएर पीडित छिन्, तर उनी नै अर्को महिला भुन्टी विरुद्धको षड्यन्त्रमा सामेल छिन्। यो कस्तो मनोविज्ञान हो? यो एकदमै जटिल र रोचक मनोवैज्ञानिक अवस्था हो। यसलाई विस्थापित रिस भन्न सकिन्छ। विस्थापित रिस? हो, श्रिया आफ्नो रिस र निराशाको सही ठाउँ अर्थात् आफ्नो श्रीमानसँग सामना गर्न सकिरहेकी छैनन्। श्रीमानसँग लड्दा घरै टुट्ने डर छ। त्यसैले उनले आफ्नो निशाना एउटा सजिलो र कमजोर लक्ष्य भुन्टीतर्फ सोझ्याएकी छिन्। अर्थात् आफ्नो जीवनमाथिको नियन्त्रण गुमाएपछि अरूको जीवनलाई नियन्त्रण गरेर त्यसको क्षतिपूर्ति गर्न खोज्नु।
ठ्याक्कै। र यहाँनिर दुई महिला पात्र आमा छोरीको प्रवेश हुन्छ जो यो आगोमा पेट्रोल थप्ने काम गर्छन्। उनीहरूको संवादले त नियत छर्लङ्गै पार्छ नि, होइन? पार्छ नि। उनीहरू भन्छन् हाम्रो घरको सबैभन्दा नराम्रो बिउ, त्यो नराम्रो जरो हुन्छ नि, त्यो चाहिँ भुन्टी हो। कस्तो भाषा! ओ, उनीहरू भुन्टीलाई एक व्यक्तिको रूपमा होइन, एउटा समस्याको जरोको रूपमा हेरिरहेका छन् जसलाई उखेलेर फाल्नुपर्छ। उनीहरूको योजना पनि निकै सोचेर बनाएको जस्तो छ। पहिलाको भन्दा नयाँ एकदम फरक तरिकाले जानुपर्छ भन्छन्। त्यसको मतलब उनीहरूले पहिले पनि प्रयास गरेका थिए तर असफल भए। अब अझै खतरनाक र धूर्त योजना बनाउँदैछन्। हो, र उनीहरूको उद्देश्य भुन्टीलाई निकाल्नु मात्र छैन। उनीहरू श्रियालाई साथ दिएर उसको गुडबुकमा पढ्न चाहन्छन् ताकि घरको शक्ति समीकरणमा उनीहरूको पनि पकड बनोस्। यो त पारिवारिक राजनीतिको कुरूप अनुहार भयो। हो, जहाँ सम्बन्धहरू स्नेहमा होइन स्वार्थ र षड्यन्त्रमा टिकेका हुन्छन्। अनि श्रिया र भुन्टीको यो द्वन्द्व त घरको केन्द्रमा छँदैछ। तर मलाई अचम्म के लाग्छ भने यही बेला अरू पात्रहरू आफ्नै सासाना संसारमा सङ्घर्ष गरिरहेका छन्। पूर्णिमा र उनको श्रीमानको कथालाई हेरौँ न। हो, र यी समानान्तर कथाहरूले नै श्रृङ्खलालाई यथार्थको धरातलमा उभ्याउँछन्। पूर्णिमा र उनको श्रीमानको कथाले निम्न मध्यम वर्गीय परिवारको आर्थिक सङ्घर्ष र स्वाभिमानको द्वन्द्वलाई देखाउँछ। श्रीमान भारी बोक्ने जस्तो शारीरिक श्रम गर्छन् तर उनको आत्मसम्मान निकै उच्च छ। तपाईले स्वाभिमानको कुरा गर्नुभयो र त्यो स्वाभिमान उसको गरिबीसँग जोडिएको छ जस्तो लाग्छ। जब उनी भन्छन् मलाई ससुरालीले दिएको सम्पत्तिमा घर बनाएर बस्नु छैन, त्यो केवल संवाद होइन। के हो त? त्यो उनको आफ्नो पहिचान र पुरुषार्थ जोगाउने एउटा हतियार हो। समाजले गरिब मान्छेको आत्मसम्मानमाथि सजिलै प्रश्न उठाउँछ नि त। एकदम सही विश्लेषण। उनी आफ्नो आर्थिक अवस्थालाई आफ्नो पहिचान बन्न दिन चाहँदैनन्, तर यही स्वाभिमानले पारिवारिक जीवनमा तनाव पनि ल्याएको छ। पूर्णिमा बच्चाको भविष्यको कुरा गर्छिन्, जुन हरेक आमाको चाहना हो, तर श्रीमानको स्वाभिमान र आर्थिक वास्तविकताको बीचमा उनीहरूको सपना अड्किएको छ। यो संवादले हजारौं नेपाली दम्पतिहरूको कथा भन्छ। र यही भागमा प्रेमको पनि कुरा छ, तर त्यो कुनै सुखद प्रेम कथा होइन, बरु एकतर्फी प्रेम र त्यसले निम्त्याएको लगभग पागलपनको अवस्था। त्यो मास्टर पात्रको हो, जो अर्काकी श्रीमतीको प्रेममा यति डुबेका छन् कि यथार्थबाटै टाढा भइसके। उनको संवाद उसँगै जीवन बिताउन नपाए पनि उसको यादमा त मैले जीवन बिताउन पाउँछु नि, सुन्दा रोमान्टिक लाग्ला, तर यो एक किसिमको पलायनवाद हो। पलायनवाद हो। आफ्नो जीवनको रित्तोपनलाई भुल्न उनले यो एकतर्फी प्रेमको कल्पनालाई सहारा बनाएका छन्। यो प्रेमभन्दा पनि एउटा लत जस्तै हो। र त्यस्तै अर्को पात्र, एक दाइ, जो काममा पनि ध्यान दिन सक्दैनन्। किनभने उनलाई भुन्टीको यादले सताइरहेको छ। आफ्नै बहिनी भेट्न आउँदा पनि उनी भुन्टीकै कल्पनामा हराएका छन्। एकै एपिसोडमा दुई-दुईवटा एकतर्फी प्रेमका कथा देखाउनुको केही विशेष अर्थ छ कि? मलाई लाग्छ यसले समाजमा व्याप्त भावनात्मक खोक्रोपनलाई सङ्केत गर्छ। पात्रहरू आफ्नो वास्तविक जीवनमा यति असन्तुष्ट छन् कि उनीहरू कल्पनाको संसारमा खुसी खोजिरहेका छन्। अनि त्यही दाइको कथामा काम र जिम्मेवारीको सङ्घर्ष पनि जोडिएको छ। जब उसको मालिकले हप्काउँछ, तिमीलाई यहाँ काम गर्न बोलाको कि कुद्न बोलाको, यसले के देखाउँछ भने कामदार वर्गलाई आफ्नो व्यक्तिगत तनाव काममा देखाउने छुट हुँदैन। उनीहरूले आफ्नो दुःख बिर्सेर मेसिन जस्तै काम गर्नुपर्छ। यी सबै कथाहरूको बीचमा अब हामी त्यो पात्रमा फर्कौं जो यो सबै षड्यन्त्र र यादहरूको केन्द्रमा छिन्, भुन्टी। अहिलेसम्म हामीले अरूले भुन्टीबारे के सोध्छन् भन्ने सुन्यौं, तर यो भागले भुन्टी आफै को हुन् भन्ने कुराको एउटा शक्तिशाली झलक दिन्छ। हो, यो भागको सबैभन्दा प्रभावशाली दृश्य मध्ये एक हो जहाँ दुईजना अपरिचित व्यक्तिहरूले भुन्टीलाई भेट्छन्। र उनीहरूको प्रस्ताव निकै घिनलाग्दो छ। आफ्नो बिरामी श्रीमानलाई छोडेर एउटा धनी केटासँग जाऊ भन्छन् उनीहरूको संवाद। श्रीमानलाई निको पार्ने होइन, निको भएको, ठिक भएको असल श्रीमान खोज्ने हो। यो त भुन्टीको चरित्र, उनको निष्ठामाथिको सिधा आक्रमण हो। बिल्कुल। वाह! र भुन्टीको जवाब, त्यो सुन्दा त म एकछिन स्तब्ध भएँ। उनी चुपचाप सहेर बस्दिनन्, न त डराउँछिन्। बस्दिनन्। उनी जसरी आक्रोशित हुँदै जवाब फर्काउँछिन्, गालासाला फुट्ने गरिएर बङ्गारासँग झारेर जिब्रो थुतेर पाता राख्न नपरोस् नि फेरि।
यो त हो, तर यो संवादले भुन्टीको भित्रको आगो देखाउँछ। यसले प्रश्न पार्छ कि उनी षड्यन्त्रको शिकार भए पनि कमजोर र निरीह छैनन्। उनी आफ्नो स्वाभिमान र आफ्नो सम्बन्धको रक्षा गर्न पछि हट्दिनन्। समाजले महिलालाई अबलाको रूपमा हेर्न चाहन्छ, तर भुन्टी त्यो परिभाषामा फिट हुन्नन्। यो उनको दृढताको प्रमाण हो। चारैतर्फबाट आक्रमण भइरहेको छ, घरभित्र षड्यन्त्रकारीहरू, घर बाहिर यस्ता दलालहरू, तर उनी टुटेकी छैनन्। र ती अपरिचित व्यक्तिहरूले भुन्टीको प्रतिक्रिया देखेर भनेको कुराले यो खतरा अझै टरेको छैन भन्ने संकेत गर्छ। के भन्छन् र? उनीहरू भन्छन्, पहिलोचोटि नै कहाँ केट मान्छेले हुन्छ भन्छ नि त, हामीले चाहिँ प्रयास गरिरहनुपर्छ। हे भगवान! यो संवादले उनीहरूको गिद्ध नजर र आपराधिक मानसिकतालाई देखाउँछ। उनीहरूका लागि महिलाको नाइको कुनै अर्थ छैन। त्यसलाई एउटा चुनौतीको रूपमा लिन्छन्। हो, जसलाई पटक पटकको प्रयासले जित्न सकिन्छ भन्ने उनीहरूको सोच छ। यसले भुन्टी निरन्तर खतरामा छिन् भन्ने स्पष्ट पार्छ। सो आजको यो गहिरो छलफलमा हामीले भुन्टीको एउटै भागभित्र कसरी अनेकौं कथाहरू गुथिएका छन् भनेर हेर्यौं। मुख्य कथा पारिवारिक कलह र षड्यन्त्रमा केन्द्रित छ, जहाँ श्रियाको व्यक्तिगत असन्तुष्टि र भुन्टी विरुद्धको सामूहिक योजना एकैसाथ अघि बढिरहेको छ। अनि सहायक कथाहरूले आर्थिक, सामाजिक र व्यक्तिगत सङ्घर्षका विभिन्न आयामहरूलाई समेटेका छन्। स्वाभिमानी श्रीमानको आर्थिक लडाईँदेखि एकतर्फी प्रेममा डुबेका पात्रहरूको वेदनासम्म। हो, र यी सबैको बीचमा भुन्टीको आफ्नै दृढताले यो भागलाई निकै बहुस्तरीय बनाएको छ। यो भागले धेरै प्रश्नहरू अनुत्तरित पनि छोडेको छ, जसले दर्शकलाई कौतूहलमा राख्छ। श्रियाका आमाबुवा सहर आएपछि के होला? त्यसपछि झगडा सुल्झाउला कि झन् ठूलो पारिवारिक द्वन्द्वको सुरुवात गर्ला? र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, भुन्टी विरुद्धको त्यो नयाँ तरिकाको षड्यन्त्र के होला? के श्रिया र उनका सहयोगीहरू सफल होलान्? भुन्टीले आउँदै गरेको यो आदिको सामना कसरी गर्लिन्? यी प्रश्नहरूले नै दर्शकलाई अर्को भाग हेर्न बाध्य बनाउँछ। साँच्चै यो सबै विश्लेषण गरिसकेपछि अन्त्यमा एउटा गहिरो प्रश्न फेरि मनमा आयो, जुन हामीले सुरुमा पनि उठाएका थियौं। के हो त्यो? जब परिवारका सदस्यहरू नै, जो सबैभन्दा ठूलो आड भरोसा र सुरक्षाको कवच हुनुपर्ने हो, उनीहरू नै षड्यन्त्रको स्रोत र खतरा बन्छन् भने एक व्यक्तिले साँचो साथ र सहारा आखिर कहाँ खोज्ने?